नमस्कार सबैजनालाई। तपाईहरुलाई धेरै धेरै धन्यवाद छ। तपाईहरुले पहिले मेरो भिडियो मन पराइदिएर र शेयर पनि गरिदिनु भएको थियो, लाइक र सब्स्क्राइब पनि गरिदिनु भएको थियो। आज हामी यसै सन्दर्भमा लर्न कार ड्राइभिङमा हामीसँग जोडिनु भएको छ हाम्रो पुष्टम भाइ र उहाँहरु कार सिक्नको लागि एकदम इन्ट्रेस्टेड पनि हुनुहुन्छ र उहाँलाई सोध्ने छौं के तपाईले यो भन्दा पहिले काई कार चलाउनु भएको थियो? हजुर, सर्वप्रथम सबैलाई नमस्कार है। अनि खास यो मैले पहिला काई पनि यो गाडीहरु चलाएको थिइन, मलाई अनुभव छैन। आज मेरो पहिलो पटक हो। आज चाहिँ दाइबाट जयराम दाइबाट चाहिँ यो पहिलो पटक अब म चलाउँदै गर्दाखेरि अब स्टेप बाइ स्टेप दाइले अब मलाई सिकाउनुहुन्छ। तपाईहरुले पनि यसो हेर्दिनुस्, बुझ्दिनु होला र यसो धेरै धेरै धन्यवाद भाइ। आज म तपाईलाई सिकाउन खोजिरहेको छु कि कार भित्र पस्नु भन्दा पहिले कारको बाहिर के गर्नुपर्ने हुन्छ र कार भित्र आइसकेपछि के नियमहरु फलो गर्नुपर्छ र त्यसपछि हामीले के गर्नुपर्छ भन्ने कुरा हामी स्टेप बाइ स्टेप सिक्ने छौं। र सबैभन्दा पहिला हामीले कार भित्र पस्नु भन्दा पहिले हाम्रो फोर व्हीललाई एकचोटी नजर गर्नुपर्ने हुन्छ। त्यसमा हावा भए नभएको, प्रेसर के छ त्यो पनि निगरानी राख्नुपर्छ र हाम्रो गाडीको चक्का कतापटि फर्किएको छ, सिधा छ या बाङ्गो छ त्यो पनि गर्नुपर्ने हुन्छ। र गाडी मुनि कुनै चाहिने जंगली जनावरदेखि लिएर चाहिँ घरपालुवा जनावर पनि छ कि छैन र उनीहरु स्टिप भएको छ कि छैन हेर्नुपर्छ। हैन भने हामीले गाडी स्टार्ट गरेर अगाडि बढाउँदा उनीहरुलाई हार्म यानि कि नोक्सानी पुर्याउन सक्छ। यो हेरिसकेपछि गाडीलाई एक राउन्ड घुमेर त्यसपछि अगाडिपट्टिको बम्परलाई चेक गरेर त्यसमा मोबिल भए नभएको र कुलिन वाटर भए नभएको र वाइपरमा पानी भए नभएको चेक गरेर त्यसपछि ढोका खोल्यो भित्र आइन्छ। र यसको लागि पहिलो हाम्रो चाहिने यसैलाई हेरौं कि गाडी भित्र पस्नुभन्दा पहिला के नियम फलो गर्नुपर्छ। यो ड्राइभिङ सिटमा पस्नु भन्दा पहिले हामीले व्हीलको चेक गर्नु पर्दछ। यसमा हावा भए नभएको के कसो छ र एक राउन्ड गाडीको लागि चक्कामा घुमिन्छ र त्यसपछि यो गाडी भित्र केही चीज जंगली जनावर र चाहिने घरपालुवा जनावर छ छैन एकचोटी सबै निगरानी गरिन्छ। त्यसपछि आएर ड्राइभर सिट भन्दा माथि स्टियरिङ भन्दा मुनि यसको बम्पर खोल्ने तार हुन्छ। यहाँ छ यसको स्विच र कारको अगाडिपट्टि आइसकेपछि ठीक यसको बीचमा यसको लक हुन्छ। लकलाई ओपन गर्नु पर्दछ। ल यसलाई लक लगाउनु पर्दछ। अनि त्यसपछि सबभन्दा पहिले कुलेन्ट वाटर भए नभएको यसमा चेक गरिन्छ र त्यसपछि मोबिलको मात्रा के छ र मोबिलको क्वालिटी र क्वान्टिटी कति छ भनेर यहाँबाट यसको गेजबाट निकालिनेछ। त्यसपछि यसमा हाम्रो वाइफरको पानी भए नभएको यसलाई खोली चेक गर्नु पर्दछ। अनि सबै कुरा यकिन गरी सब ठीक छ भनेपछि यसको दरवाजा लगाइन्छ र दरवाजा लगाउँदा अलिकति माथिबाट यसलाई प्रेस गरी लगाउनु पर्दछ र त्यसपछि हामी ड्राइभर सिटमा आउने छौं। अनि जब सिटमा बसिसकेपछि हाम्रो स्टियरिङ मुनि भएको तीनटा पेडल क्लच, ब्रेक र एक्सिलेट अनुसारले आफ्नो सिट मिलेको छ कि छैन भने एडजस्ट गर्नु पर्दछ। एडजस्ट गर्दाखेरि सिट भन्दा मुनिको लिभरलाई तानेर अगाडि पछाडी गर्नु पर्दछ। अनि टाउकोको सिट बेल्ट मिलाउँदा देब्रे हात साइडको मुनिपट्टिको लिभरलाई तानेर सिट बेल्टलाई एडजस्ट गर्नु पर्दछ। त्यसपछि सिट बेल्ट बान्नु पर्दछ। गाडी भित्र आइसकेपछि हामीले सबभन्दा पहिले ध्यान दिनुपर्ने कुरा चाहिँ स्टियरिङ, त्यसपछि मुनि रहेको तीनटा पेडल ए बी सी, एक्सिलेट, ब्रेक र क्लच। र एक्सिलेट र चाहिँ ब्रेकको पोजिसन भनेको चाहिँ भी शेपमा हुनुपर्छ र यसलाई दाहिने खुट्टाले कभर गर्दछ भने हाम्रो सी क्लच देब्रे खुट्टाले गर्दछ र यी पेडलहरूलाई दबाउँदा खुट्टाको औंलादेखि मुनिको भागले पन्जाले मात्र यसलाई दबाउनु पर्दछ र दबाउँदाखेरि खुट्टाले क्लच दबाउँदा पुरै खिच्नु पर्दछ। जबसम्म यो भित्र जान्छ तबसम्म दबाउनु पर्दछ र छोड्दा बिस्तारै यसलाई छोड्नु पर्दछ। त्यसपछि दाहिने खुट्टाले क्लच र ब्रेकलाई थिच्दछ भने सिधा खुट्टा हुँदाखेरि ब्रेक र हल्का बाङ्गो भी शेपमा हुँदाखेरि एक्सिलेटमा खुट्टा पर्नु पर्दछ। र त्यसपछि आउँछ हाम्रो गियर शिफ्ट। गियर शिफ्टको प्रत्येक गियर शिफ्टको बीचमा
एउटा खाली भाग हुन्छ जसलाई हामी न्युट्रल भन्दछौँ। यसलाई गाडीको पज पनि भन्ने गरिन्छ। गियर सिफ्ट गर्दा एक गियर हाल्नुभन्दा पहिले हाम्रो देब्रे हातले पुरै 90 डिग्री अगाडि गरेर माथिल्लोपट्टि लैजानुपर्छ पहिलो गियरलाई भने दोस्रो गियरमा ल्याउनुभन्दा पहिले क्लचलाई थिचेर एक स्टेप बिचमा जो न्युट्रल हुन्छ त्यसपछि पुरा 90 डिग्री अगाडि लगेर तलपट्टि थिच्नु पर्दछ र यसलाई फेरि 3 गियरमा जाँदाखेरि सिस्टम त्यही एक क्लच थिचेर अगाडि एक जान्छ र बिचमा आएर बस्छ किनकि यसभित्र स्प्रिङ हुन्छ जो 3 र 4 को बिचमा हाम्रो गियर सिफ्ट बस्ने गर्छ र 3 गियर हाल्नु पर्दा सेम प्रोसेस क्लच पुरा थिचिन्छ र यसलाई अगाडि ट्विस्ट गरिन्छ। त्यसपछि यसलाई 4 गियर हाल्दा पनि सिस्टम त्यही हुन्छ र एक स्टेप तल न्युट्रल त्यसपछि एक स्टेप डाउन 4 गियर र हामीले 5 गियरमा जानुभन्दा पहिले हामीले यसलाई न्युट्रलमा ल्याउनु पर्दछ र यसलाई 90 डिग्री राइट ह्यान्ड साइड गरेर जब हामीले मास्तिर लैजान्छौँ यो 5 गियर हुन्छ भने यसलाई ब्याक गियर गर्नु पर्दाखेरि पहिला क्लच प्रेस गरिन्छ न्युट्रलमा लिएर आइन्छ त्यसपछि पुरा 90 डिग्री लेफ्ट ह्यान्ड गरेर पुरै पछाडि दबाइन्छ। यसै गरी अलिकति माथि ल्यायो भने यो न्युट्रल हुने गर्दछ। प्रत्येक 1 2 3 4 5 र रिभर्सको बिचमा न्युट्रल हुने गर्दछ। अनि यसको पछाडि हुने गर्छ ह्यान्ड ब्रेक र यी रह्यो हाम्रो गियर सिफ्ट र स्टियरिङ र गाडीभित्र पस्दाखेरि के गर्नु भन्ने कुराहरू। त्यसपछि रहन्छ ह्यान्ड ब्रेक। के ह्यान्ड ब्रेक गाडी रोक्नलाई प्रयोग गरिन्छ? होइन, गाडी रोक्नको लागि ह्यान्ड ब्रेक प्रयोग गर्दैन। गाडी ह्यान्ड ब्रेकको प्रयोग भनेको हाम्रो ट्राफिकमा बस्नु पर्दा र चाहिँ गाडी पार्किङको लागि मात्रै प्रयोग गरिन्छ। त्यसपछि रह्यो हाम्रो स्टियरिङ कभर। अब स्टियरिङ कसरी कभर गरिन्छ? स्टियरिङ कभर गर्दा चाहिँ लेफ्ट ह्यान्डले 3 को पोजिसनमा गर्छ भने र राइट ह्यान्डले 9 को पोजिसनमा यसरी क्लक वाइज गरिन्छ र चाहिँ अर्को स्टेप भनेको 4 और 6 को कभरमा हुन्छ। अब 3 और 9 को पोजिसन भनेको चाहिँ हाम्रो ट्राफिकमा गाडी चलाउँदा प्रयोग गरिन्छ भने 4 और 6 को प्रयोग भनेको चाहिँ हाम्रो लङ ड्राइभको लागि प्रयोग गरिन्छ। त्यसपछि रहन्छ राइट ह्यान्ड साइडको साइडमा एक लिभर, त्यसको लागि चाहिँ तलतिर प्रेस गर्दाखेरि लेफ्ट ह्यान्ड साइडको लाइट बल्छ भने माथिल्लोपट्टि ल्याउँदाखेरि बिचमा एउटा खाली भाग हुन्छ। त्यसपछि माथिल्लोपट्टि तान्नु पर्दाखेरि त्यसले चाहिँ राइट ह्यान्ड साइडको बत्ती बल्दछ र बिचमा त्यसको चाहिँ सिफ्ट हुन्छ। त्यसपछि लेफ्ट ह्यान्ड साइडमा चाहिँ हाम्रो अलिकति एक लिभर डाउन गर्दाखेरि चाहिने वाइफरको एक स्पिड हाफ स्पिड हुन्छ भने अझै तल्लोपट्टि ल्याउँदा चाहिँ वाइफर अरू छिटो मुभ हुने गर्दछ भने अलिकति यसको माथिल्लोपट्टि बटन हुन्छ, त्यो बटनले पछाडिपट्टि भएको वाइफरलाई चलाउने गर्छ गाडी पछाडिको। और हर्न स्टियरिङको बिचमा हर्न हुने गर्दछ। यदि हामीले बिचमा थिच्यौँ भने हर्न सार्प बज्छ भने साइडबाट गर्दा हाम्रो हर्न थोडा अलिकति भयो नि अलिकति कम प्रेस हुने गर्दछ र यसको आवाज पनि अलिक कम हुने गर्दछ। अब साइड लाइटको लिभर माथिल्लोपट्टि हाम्रो चाहिने एक स्टेप माथि जाँदाखेरि पार्किङको लाइट बल्छ भने अर्को स्टेप जाँदाखेरि हेडलाइटको डिम र चाहिने फुल हेडलाइट हुने गर्दछ। अब हाम्रो गियर सिफ्ट गर्दाखेरि क्लचलाई पुरा थिच्नु पर्यो र चाहिने आफ्नो हातले 90 डिग्री लेफ्ट ह्यान्ड साइडमा गरेर माथिल्लोपट्टि लैजानु पर्यो र त्यसपछि गियर सिफ्ट गर्दा पुरा खुट्टाले पुरा क्लचलाई दबाउनु पर्छ र ह्यान्डले चाहिँ 90 डिग्री साइडमा ल्याउनु पर्छ। तिमी गर्न सक्नु पर्छ र गियर निकाल्दा पनि हाम्रो खुट्टाले पुरा क्लच थिचेको हुनु पर्यो र ह्यान्डले एक स्टेप तल थिच्नु पर्यो र बिचमा हाम्रो न्युट्रल हुन्छ। त्यसपछि 2 गियर हाल्नु पर्दा क्लचलाई खुट्टाले पुरा थिच्नु पर्यो र यसलाई 90 डिग्री तल ल्याएर थिच्नु पर्यो। यो हुन्छ 2 गियर र 3 गियरमा जानुभन्दा पहिले क्लचलाई पुरा थिच्नु पर्यो र एक स्टेप माथि गएपछि न्युट्रल हुन्छ र एक स्टेपबाट माथि गएपछि यो 3 गियर सिफ्ट हुन्छ र 4 गियरमा जानुभन्दा पहिले फेरि एक स्टेप न्युट्रल त्यसपछि 4 गियरमा यो सिस्टम हुन्छ गियरको। त्यसपछि हाम्रो क्लच र ब्रेकको लागि भी सेपमा हुनु पर्दछ र ब्रेक थिच्दाखेरि खुट्टाको औँलाइट खुट्टाले क्लच र ब्रेकको काम गर्दछ भने खुट्टा सिधा हुँदाखेरि ब्रेकको साइडमा र चाहिने खुट्टा हल्का भी सेपमा हुँदाखेरि एक्सिलेटमा हुने गर्दछ। यिनीहरूलाई प्रेस गर्दाखेरि खुट्टाको अगाडिको औँला र पन्जाको भागले मात्रै थिच्नु पर्दछ।
गाडी अन गर्नु पर्दाखेरि जब चाबी की होलमा हालेर एक ट्विस्ट गरिन्छ त्यसपछि गाडी अनलक हुन्छ। दोस्रो ट्विस्टमा यसमा आरपिएमहरुको लाइट आउँदछ र तेस्रो चोटीमा हामीले स्टार्ट गर्दा क्लच ब्रेक पुरै दबाएर चाबीलाई 1-2 सेकेन्डलाई ट्विस्ट गरिन्छ। त्यसपछि गाडी स्टार्ट भइसकेपछि गाडी व्हील सिधा छ कि छैन भने चेक गर्नको लागि हाम्रो स्टियरिङ 2 स्टेप घुमाइन्छ, या त राइट ह्यान्ड साइडमा 2 स्टेप घुमाइन्छ भने लेफ्ट ह्यान्ड साइडमा 2 स्टेप घुमाइन्छ। घुमाउँदाखेरि गाडीको एउटा चक्का पुरा घुम्छ भने एकपट्टिको स्टियरिङको भाग आधा घुम्छ, जसलाई हामी 2 स्टेप नै मान्ने गर्दछौँ। त्यसपछि गाडी कतापट्टि घुमेको छ भन्ने कुरा थाहा हुन्छ र 2 साइडबाट एक साइडमा ल्याएपछि बीचमा त्यो गाडी सिधा भएको कुरा जानिन्छ। त्यसपछि हाम्रो गियर शिफ्टको काम हुन्छ। गियर शिफ्ट जब हामीले गाडीलाई भाइब्रेसनमा ल्याएर जब ब्रेक छोडेर गाडी अगाडि बढिसकेपछि हाम्रो गियर शिफ्ट हुन्छ 2, 3, 4, 5 सम्म र एक गियरबाट 2 गियरमा जानको लागि 15 किलोमिटर पर आवर हुने गर्दछ र 10 भन्दा माथि किलोमिटर पर आवर जब हुन्छ त्यसपछि हामीले पुरा क्लच थिची गाडीलाई 2 गियर हाल्नु पर्दछ र 2 गियरदेखि 3 गियरको मात्रा 30 देखि 35 हुने गर्दछ भने 4 देखि 5 को मात्रा 35 देखि 60 को हुने गर्दछ। त्यो भन्दा माथिको 5 गियरको अनुसारले शिफ्ट गरिन्छ। अनि हामीलाई कतिखेर थाहा हुन्छ त्यो गियर शिफ्ट कतिखेर गर्ने भन्ने कुरा? त्यसको लागि ड्यासबोर्डमा भएको आरपिएम रिभोल्युसन प्रेसर मिटरमा हेरेर पनि गर्न सकिन्छ भने जब चाहिने तिमीले गाडी चलाउँदै जान्छौ त्यसपछि चाहिने ट्राफिक अनुसारले तिमीले गाडीको स्पिड अनुसारले आफै जान्दैछौ कि कतिखेर गियर शिफ्ट गर्नुपर्छ। जब गाडीले चाहिने आफ्नो स्पिड अनुसारले उसको आवाजमा केही परिवर्तन हुन्छ घाइ घुइ त्यसपछि हामीले गियर शिफ्ट गर्नु पर्दछ भने यदि चाहिँ गाडी खक्लक खक्लक गर्न सुरु गर्छ भने गियर शिफ्टलाई घटाउनु पर्ने हुन्छ। गाडीको मुभिङ अनुसारले नै हामीले गियर शिफ्ट गर्ने र गियर डाउन गर्ने त्यसै अनुसारले थाहा हुन्छ। यी भयो मोटामोटी कुरा ड्राइभिङको लागि चाहिने कुराहरू। यसमा कुनै तिमीलाई सोध्नु पर्ने कुनै कुरा छ? अब मोटामोटी कुराहरू त सबै कुराहरू चाहिँ बुझ्यो। अब बाँकी कुराहरू चाहिँ नि ड्राइभिङ गर्दै जाँदाखेरि सिक्दै जानेछ। ल ठिकै छ, आजको लागि यति नै भयो। अर्को दिनदेखि हामी प्र्याक्टिकल रूपमा कसरी गाडी चलाइन्छ भन्ने कुरा नै हामी सिक्दै जानेछौँ। आजको यो भिडियोको लागि यदि तपाईहरुलाई कुनै सल्लाह सुझाव छ भने प्लिज लाइक, सब्स्क्राइब र शेयर गरिदिनु होला। थ्यांक यू, धन्यवाद।